Hello guys, welcome to my new blog. This is our day 2 in Nagarkot and हामी सबै उठिसकेका छौँ अहिले हामी जो 4 जना आथ्यौं सनराइज पनि भइसकेको छ पुरै अलमोस्ट धेरै नै समय पुरै भइसकेको छ अघि नै भइसक्यो एन्ड हामी चाहिँ अहिले उठिरहेका छौँ सनराइज हेर्न आएको मान्छे अहिले उठिरहेका छौँ 7 बजेतिर दाइहरू मोबाइल चलाइरहेको छ एउटा दाइ चाहिँ उठ्नु नै भएको छैन अहिलेसम्म अब हामी नास्ता गर्छौँ हात मुख धोएर नास्ता गरेर अनि त्यसपछि कहाँ छ माथितिर लाग्छौँ एकछिन यता पुल पनि छ पुल हेर्न जानुपर्छ के छ यहाँ ठाउँहरू त्यो हेर्छौँ अनि त्यसपछि काठमाडौँतिर रिटर्न हुने सो मस्तले हातमुख धोएर नास्ता गरेर अब निस्किनुपर्छ यताबाट आज चिल गर्ने अनि घर गएर पुलदेखि त्यही सुरु सो गाइज हामीहरू अब बाहिर आइसकेका छौँ अब कहाँ जान्छौँ यसो घुम्नलाई यता घाम तापिरहेछौँ पुरै घाम लगाएको छ अब हेरौँ कहाँ गइन्छ आज अब नास्ता गर्ने हो कि चिया खाने हो त्यसपछि हामी जान्छौँ कहीँ माथितिर कतै जान्छौँ कि अब सिधै काठमाडौँ जान्छौँ हेरौँ एकचोटि घुमेर चाहिँ जानुपर्छ हामीहरू अब जाँदैछौँ हिडन भ्यू पोइन्टमा यतादेखि हिडन भ्यू पोइन्टमा जाने राम्रो भ्यू देखिन्छ अरे अब हेरौँ कस्तो देखिन्छ कसलाई यो कुकुर हो अर्को कुकुर राम्रो थियो यार यहाँ कहाँ गयो खतरा कुकुर थियो कस्तो लागिरहेछ त श्याम दाइ हिजोको बसाइले लेट्स गो चलो हामीहरू बाटो बिर्सिसकेका छौँ भ्यू पोइन्ट जाने भनेको यहाँ अघिदेखि यता उता गरिरहेछौँ अझ फेरि फिर्ता जानु पर्यो फाइनली गाइज वी आर हियर जस्तो त्यस्तो गर्दा गर्दै हामीले ठाउँ चाहिँ पायौँ बट इट इज वर्थ इट मेरो मोबाइलको क्यामेराबाट केही पनि देखिरहेको छैन बट द क्लाउड्स आर लिटरली हामी क्लाउडको माथि छौँ क्या यतातिर पुरै हिमाल देखिरहेछ बट क्यामेरामा क्याप्चर नै भइरहेको छैन तल पुरै हिमालमा माल सिद्धिसकेको छ अनि यता पुरै बादलहरू छ क्या तल लिटरली कस्तो लाग्यो दाइ ठाउँ चाहिँ बेकार लाग्यो तर मलाई चाहिँ खतरा लाग्यो मस्त छ ठाउँ यता पुरै घरहरू गाइज हामी फेरि अर्को भ्यू पोइन्टमा आइपुगेका छौँ तर यहाँ दामी छ देखेर कस्तो लागिरहेछ यार दाइ यहाँ त तर हिमालहरूमा हिउँ नै छैन के मजै आएन कि हिमालहरू सब सुकिसकेका छन् अन्ली चट्टान अलि चाहिँ छ तर पुरै त्यो हिमाल रेन्ज हो क्या माथिको सबै बट देयर इज नो स्नो ओभर देयर तर प्लेस इज भेरी भेरी ब्युटिफुल तल पुरै गाउँ छ अनि माथि चाहिँ पुरै क्लाउड्स खेतबारी राम्रो हो गाइज हामीहरू अब यहाँ चिया खानलाई बसेका छौँ एक ठाउँमा नाम त हावा घर छ चिया खानलाई बसेका छौँ अब एकछिन चिया खानु सिनेरी चाहिँ दामी छ यता अब चिया खाउँ तल रोड पनि खतरा छ हामी चाहिँ अब यताबाट बुद्ध मन्दिर निस्केर अनि त्यहाँबाट काठमाडौँ निस्किने प्लानमा छौँ 30-35 किलोमिटरको बाटो छ ल श्याम दाइ पुसअप गरिरहेछ नि यदि श्याम दाइले कम्प्लिट पुसअप हान्यो भनेपछि श्याम दाइको पे चाहिँ हुन्छ ल सबले हान्छन् अनि त्यसपछि मैले बिट गर्छु यिनीहरूको च्यालेन्ज दुखिहाल्छ नि हात ल
अलिक खुट्टा पछाडि धेरै पछाडि खुट्टा त्यो भयो हुँदै भएन अझ पछाडि अझ पछाडि यो तल गर्नु पर्यो कि अलिकति ल ल दुखिसक्छ हात दुख्छ के हो सब बाना भइरहेको सब सो गाइस यो दाइ चाहिँ गफाडी रहेछ यसले के पुसअप सुसअप चाहिँ हानेन त्यही भएर मैले पनि हानेन ए गफाडी रहेछ यो मान्छे लास्ट टाइम ल गाइस अब हामी खाना खाएर निस्किरहेछौँ खाना हैन खाजा हो चिया हो कता निस्किने अब कहाँ जाने हामी पौवा जस्टिन पौवा लेट्स गो राइडर निकित सर हेलो गाइस हाम्रो प्लान क्यान्सल भइसकेको छ कहाँ जाने थियो जर्सिङ पौवा जाने हाम्रो प्लान क्यान्सल भइसकेको छ बौद्ध मन्दिरदेखि काठमाडौँ निस्किने भनेर अब ब्याक टु हामी कुन बाटो आएको थियौँ त्यही बाटो गइरहेको छौँ अब गाडीको चलाउने पुल हेरेर चाहिँ यताको बाटो चाहिँ निर्माण कार्य भइरहेको छ नेपालमा भइरहेको छ निर्माण कार्यहरू अब ब्याक टु सेम वे फेरि सो गाइज हामीहरू यहाँ पुगिसकेका छौँ रानी झुला र झर्ना जाने बाटो अब हामी यता झुला जान्छौँ चौरङ्गी पुल छ यताबाट जाने होला तल गाइज यहाँ नास्ता खाने प्रविधि चलिरहेछ के खाने हो नास्ता भन्ने कुरा के सिम्पल खाना के चिया कफी चाउचाउ हजुर भेजमा त यो बिचको पसल चाहिँ भेज भेजमा खाना खोजिरहेको छु भेजमा के पाइन्छ त्यही खानुपर्छ अहिले चाहिँ पुन्टे चाउचाउ खानुपर्छ जस्तो छ त्यो मामा चाउचाउ सानोवाला अरू चाहिँ केही छैन कुकुर सुतिरहेछ ए अर्को दाइ यो चाहिँ एक नम्बरको गाइज हामीले टिकट काटेर आइसक्यौँ अनि टिकट काटेर उ गरिरहेको छौँ यसलाई चाउचाउ मागिरहेको चाहिँ मैले चाउचाउ लिएर आएको छु अब यो चाउचाउ खानुपर्छ हामीले र एकछिन चल्यो यो खस्ने त होइन नि त्यो पुल भाइ है मात्र अब खानुपर्छ चाउचाउ अनि उता पुल छ कत्रा छ पुल त अब पुलमा घर देखाउँछु कस्तो छ त्यो पुरै डाउन स्लोप छ अब कहाँनिर खसिन्छ सिक्लेर थाहा नै छैन ल गाइज हामीहरू जाँदैछौँ झर्ना हेर्न पुल छोडेर उता पुल छ पुलमा एकछिनमा जाने तल पुरै तल झर्ना छ अरे 5 मिनटमा पुगिन्छ यो सबै भिडियो कम्बाइन गरेर मलाई पठाइदिनु एकै भिडियोमा कम्बाइन गरिदिनु पड्यो त कम्बाइन यो ब्लग जान्छ उता युट्युबमा जान्छ यो ब्लग युट्युबको लिङ्क पठाइदिन्छु म के मुख्य व्यक्तित्वको फेसहरू पहिला आउँछ थम्बनेलमा आउँछ त्यो त्यसो गरे त्यो चुरोट खाइरहेको फोटो थियो त्यही आउँछ थम्बनेलमा निकै दाइको फोटो जङ्गल चाहिँ खतरा छ पिसफुल यहाँ घुम्नलाई खतरा छ क्या ठाउँ चाहिँ तर अब कहाँनिर चिप्लिन्छ भन्ने मात्रै हो डर चिप्ल्यो भने फुत्त तल जाने यो झर्ना रहेछ यहाँ पनि यहाँ सुक्या छ तर पुरै छँदै छैन यहाँ माथिदेखि आउने रहेछ आउन त नेचुरल होला तलवाला फरेस्ट चाहिँ खतरा छ हाइकिङको लागि चाहिँ राम्रो छ यो ठाउँ पिसफुल छ क्या ठाउँ एकदम उता त्यो डाँडामा गएर माथिमा बसेर बस्नलाई चाहिँ यस्तो चिसो छ झर्ना चाहिँ पुरै तल होला जस्तो छ पुगिन्छ कि पुग्दैन
साउन्ड त आएर साउन्ड त मोडल नै हुन थियो साउन्ड त बिजुली त पढाउने वरिपरि आगो लगाएर बिचमा बस्दिने रातभरि हो हिजो उतै आगो बालेर बसेर पनि त्यस्तो चिसो भइरहेको थियो यहाँ त अब कस्तो होला राति घुरिने पनि रहेछ नि यार को घुरिरह हिजो राति ओन्ली लायन्स ढिलाइ सुत्या त हाम्रो 1 बजे के गर्यो फेरि मजाले गफ गरेर बस्यो म सोच्छु के अरे यही हो क्या त यही हो झर्ना आवाज त ग्याप हो त मान्छे त छन् भनेपछि यो झर्ना जाने बाटो चाहिँ सही नै रहेछ यो बाटो नि पिच हुनुपर्छ नै पिच भयो भनेपछि फेरि मजा आउँदैन कि फेरि गाडी साडी आउन थाल्यो भनेपछि यस्तो बाटोमा अलि रमाइलो हुँदैन क्या त्यसपछि हिँडेर जाने हो क्या अलि एडभेन्चर हुनुपर्छ झर्ना यही हो गाइज झर्ना यही हो छिटो हालो हा पुगिसक्यो जल्लो बच्चा मुले गर्दा यार लाग्छ हो दाइ म छ मलाई मनिषले पनि फोन गरेको थियो आज हाम्रो रेस पनि थियो कि पुलचोकमा चाहिँ कति किलोमिटर त्यो पुलचोकमा रेस भएर तर मैले जान पाइनँ आज यहाँ घुम्न आएको हुनाले Now we gotta reach to the Jharna. There is a waterfall right there. It's so deep, I guess. I don't think we will reach in there 5 minutes. विदेशी भेटेर मैले अलिकति इङ्ग्लिस देखाएको गाइज उनीहरूसित पनि बोलेर ऊ आइरहेछन् अहिले हामी बोल्छौँ विदेशीहरू देखेर अलि इङ्ग्लिस बोल्न ट्राई गरेको अब आइएल्स पास भयो भने अस्ट्रेलिया जानुपर्छ चाहिँ झर्ना भेटिसकेका छौँ अब हामी झर्ना गइरहेछौँ ऊ त्यहाँ तल रहेछ तर सानो रहेछ झर्ना चाहिँ त्यस्तो ठुलो नरहेछ हामीसित विदेशीहरू नै आइरहेको थियो तर विदेशीहरू चाहिँ अब छैन भनेर उनीहरू फर्के विवेकले प्रपोज गरिदियो अनि बेचारा भागी बाटैबाट फर्के के उनीहरू यहाँ आउँदा आएन मैले भने प्रोबेबली हुनसक्छ हुन पनि सक्दैन म्यापमा देखाइरहेछ भनेको यु आर नट स्योर भन्यो अनि त्यसपछि गयो विदेशी बिहेको लागि आयो स्योर भने कहाँ वाटरफलको लागि भने हो टुडी झर्ना टुडी 3D हो कि 2D हो थाहा छैन तर 2Dमा छ यो झर्ना त्यो सिँढी छ नि खसिएला जस्तो छ बिस्तारै गाइज ल ल ल ल इट्स राम्रो रहेछ त इट्स कुल ये ल हिँडेको वर्थ इट चाहिँ भयो है 10 मिनट 15 मिनट हिँडेको बल्ल बल्ल पाइयो अनि उताबाट त्यसरी हल्ला गऱ्यो भने चाहिँ चितुवा आउने सम्भावना धेरै छ ए यार यो त फल रहेछ खतरा रहेछ वाउ तल त पुरै फल रहेछ फल तल पुरै थाहा नै छैन कहाँ पुग्ने हो यो यहाँ चाहिँ गहिरो होला तल के होला नि माछा पनि होला नि भनिरहेको छ श्याम बहादुर उता चाहिँ झर्ना रहेछ
द एक्सपिरियन्स इज वन्डरफुल गाइस। खतरा झर्ना चाहिँ, तर एकदम पुरै सुनसान ठाउँमा छ क्या, फेरि केही पनि नदेखिने गरेर टुडी झर्ना पुरै एकदम तल रहेछ यो ठाउँ चाहिँ। हुनाले मान्छेले देख्नै नसकिने गरी छ क्या। बाटो पनि त्यो गुगल म्यापले पनि उल्टा उल्टा देखाएर कसरी खोज्या हो बाटोमा। फोटो खिच्छौँ अब एक दुईवटा। फाइनली गाइस हामीले फोटो खिच्यौँ सबैले, ग्रुप फोटो हान्यौँ। अब रिटर्न हुँदैछौँ झर्नाबाट फिर्ता। सो लेट्स गो। डेन्जर छ बाटो। आई सुड अफ द क्यामेरा। यहाँनिर छ। कस्तो लाग्यो त दाइ झर्ना? कस्तो लाग्यो झर्ना? अब कहाँ जाने हो दाइ हामी? पुल झोला हो। अब झोलङ्गे पुलमा जान्छौँ हामी। खतरा छ झोलङ्गे पुल, एकदम ठुलो छ क्या त्यो। एक डाँडा थिएँ अर्को डाँडा पुरै। यहाँ उकालो चढ्दा चढ्दै सास फुलेर लास। अब हामी जान्छौँ पुलमा। फेरि त्यही बाटो 10 मिनट फेरि रिटर्न हुँदै अनि पुलबाट अनि त्यसपछि आई थिङ्क काठमाडौँ रिटर्न हुनु। यो पानी पनि देखाउँछ। पानी त केही छैन, सानो कुला छ त्यो देखाउने। पानी माछा छ अनि रखाल छ, तर झर्ना चाहिँ वर्थ इट थियो क्या। दाइलाई एक्लै नछाड्नु यार। चितुवा क्षेत्र चाहिँ हो यो, लेखाएको थियो एक्लै नघुम्नु भनेर। चितुवा हुन्छ अरे, हुन पनि जङ्गल पुरै घनघोर छ क्या, मान्छे नै छैनन् यतातिर। श्यामलाई के भन्न चाहनुहुन्छ? कस्तो लाग्यो? इट्स अ ब्युटिफुल प्लेस एन्ड वी आर इन्जोइङ हियर। दाइ अब के टाइममा चाहिँ अस्ट्रेलिया गइरहेछ कि आइल निस्किसक्यो भिजा सिजा। अब आइरहेको चाहिँ एप्लाई गरिसकेको छ दाइले, भइसक्यो भनौँ अलमोस्ट। डिपेन्डेन्टमा कोही भएपछि जाने भएपछि कन्ट्याक्ट गर्नु होला। श्याम दाइ अब अस्ट्रेलिया। मलाई भनेको चाहिँ दाइले आइफोन पठाइदिन्छु भनेर हल्का फर्स्ट स्यालेरीबाट। अब हेरौँ कतिको साँचो झुटो भन्ने कुरा त्यो चाहिँ। यो ब्लगमा रिकर्ड भइरहेछ दाइको हो कि नै? फर्स्ट स्यालेरीबाट मलाई आइफोन हो कि होइन? हो भनिसकेको छ। अस्ति नि हिजो राति नि प्रोमिस गरे हो मेरो भाइलाई चाहिँ पठाइदिन्छु भनेर। अब त्यो जाँड खाएर हो कि यत्तिकै हो, त्यो चाहिँ मैले भन्न सकिनँ। तर अहिले नि भनेपछि मैले पत्याएँ। ल दाइ कहाँ जानुभयो? चितुवालाई त भेटेन, ऊ त आइसक्नु भयो। ल फाइनली हामी पुगिसकेका छौँ। यो झोला पुल ठुलो छ खतरा, तर पुरै उ छ पछाडि। टिकट कोही wait. पुरै हल्लिरहेछ, यस्तो डर लागिरहेछ नि, पुरै हल्लिरहेछ कि मोबाइल हातबाट छुट्यो भनेपछि सिधै तल जाने। सो आम क्लोजिङ भिडियो खिच्नु नि डर लागिरहेछ हातमा। यो पुल यस्तो हल्लिरहेछ नि, यस्तो डर लागिरहेछ नि। तल यति तल छ कि यो सेकेन्ड सिट देयर। एन्ड यता पुरै काठमाडौँ छ। एन्ड यता भिडियो यो दाइ यस्तो हल्लिरहेछ नि यो पुल। एन्ड यु क्यान्ट इमेजिन के पुरै मोबाइल हातदेखि नै खस्ने भयो जस्तो भइरहेछ क्या। पर्दैन। एउटा भाइहरू फोटो खिच्नेवाला रहेछन् पुलमा, फोटो खिच्ने भनेर सोधिरहेछन्। बट वी आर अलरेडी अ ब्लगर, वी डोन्ट निड फोटोज। ल गाइज हामीहरू अब चटपटे खाइरहेछौँ यहाँनिर बसेर। चटपटे खाने भने त्यही भन्दा त बढी मै देखिरहेको त्यो ब्लगमा के
अब चटपटे खाने कस्तो छ मिठो छ कि छैन चटपटे खाऊँ अब दाइ सो गाइज फाइनली वी आर रिटर्निङ फ्रम द पुल अब फिर्ता जाने अनि त्यसपछि सिधा काठमाडौँ त्यहाँबाट स्यामदा कस्तो लाग्यो चटपटे मिठो छ पानी पिउन यस्तो पिरो थियो अलिअलि पिरो नै थियो लेट्स गो टु गाइज वी आर रिटर्निङ एन्ड बाटो यस्तो ठाडो छ नि यो सबको धुवा निस्किसक्यो पुरै ठाडो छ क्या बाटो आउने बेला चाहिँ सुर आइयो अब चाहिँ टपसम्म छ श्याम दाइ कसरी चढ्ने हो यार यसरी जखरी चढिरहेको छ अनि स्याहाँ गरेर राख्नु भएको छ फाइनली गाइज माथि त पुग्यो अलिकति बाँकी छ दाइ र म चाहिँ आयौँ तर अरू दुईवटा दाइहरू चाहिँ मै हुनुहुन्छ तल पुरै एन्ड बल्ल तल्ल माथि चाहिँ पुग्यो ल गाइज हामी फाइनली निस्किरहेको छौँ यताबाट बाइक साइक रेडी भइसक्यो एन्ड वी आर लिभिङ फ्रम हियर नगरकोट टु काठमाडौँ गाइज हामी फेरि खाजा खान रोकेका छौँ खाजा खाने ठाउँमा अब यताबाट खाजा खान्छौँ काठमाडौँ पुग्छौँ त्यसपछि अहिलेसम्म पुगेको छैन काठमाडौँ यता खाजा खाएर अनि त्यसपछि बल्ल निस्किरहेको खाजा खाएर चाहिँ अहिले चाहिँ हामी खाना खाइरहेछौँ सबै खाना अघिदेखि खाना खाएर एनर्जी नै आएको थिएन कि ब्लग बनाउन पनि अब खाना खाइरहेछौँ खाना चाहिँ मिठो नै छ म घर पुगिसकेको छु अब रुममा जान्छु दाइहरू पनि आफ्नो आफ्नो घर गइसक्नु भयो सो आजलाई यही ब्लग यहीँ एन्ड गर्छु आई विल मेट यु इन माई नेक्स्ट ब्लग थ्याङ्क यू